हेलो गाइज, सबैलाई वेलकम छ है मेरो फर्स्ट ब्लगमा। र यो चाहिँ मेरो फर्स्ट ब्लग हो र म चाहिँ धेरै केही पनि भन्न चाहन्न। म चाहिँ आज मेरो एकजना साथीलाई भेट्न जाँदैछु र त्यो साथी चाहिँ होइन इन्डिया पन्जाबबाट हो है त। र त्यो चाहिँ आज जाँदैछ इन्डिया, किनभने भ्याकेसनमा जाँदैछ है। र खुसी छ, धेरै नै खुसी छ। म पनि खुसी छु होइन, आफ्नो साथी होइन आफ्नो परिवार फ्यामिलीलाई भेट्न गइरहेछ होइन। धेरै खुसी छ त्यो र म पनि त्यसको खुसी देखेर खुसी छु होइन। र त्यस्तै हो, अब म उसलाई भेट्न जाँदैछु है। चाहिँ इन्डियन हो, त्यही पनि होइन कन्ट्रीमा के छ र होइन, फ्रेन्ड हुन्छ है, लास्टै गुड के है। अझ एक त पन्जाबीहरू चाहिँ फेरि लास्टै गुड के है। अब इन्डियाको पन्जाबीहरू चाहिँ लास्टै मन पर्छ क्या मलाई पनि। यहाँ आएर नै मेरो साथी भएको र म उनीहरूलाई अहिले भेटाउँछु है त हजुरलाई। ठिक छ, अरू कुराकानी गर्दै गरौँला है त। र गाइज होइन, म चाहिँ मेरो साथीको रुम नजिक आइसकेको छु र मलाई बाहिर लिन आइरहेको छ, किनभने म फर्स्ट टाइम आएको क्या। मलाई एक्ज्याक्ट रुम कुन हो थाहा छैन, लोकेसन हेरेर आयो होइन। र हाम्रो साथी आइसकेको छ हो। कैसे गुरु भाइ यार, सब बढे यार, आप कैसे कैसे भाई? सब बढे है ना? ओके ओके चलते हैं आपके रूम यार। रूम आपके अंडरग्राउंड है। र म चाहिँ आइसकेको छु साथीको रुम होइन, गुरु भाइको रुम चाहिँ होइन। ओ माई गॉड, आपके रूम तो यार पूरा सजा हुआ है यार। छोटा है बट क्यूट है। कैसे पाजी? अपना भाई है। हाँ जी, कैसे भाई? सब बड़े। हाँ भाई। अरे कैसे? मैं मस्त, मैं ठीक यार, आप कैसे? अच्छा सब बढ़िया। भाई। अरे मैं देखा था उनको। आप ब्लॉग बना रहा है। हाँ थोड़ा सा। ओके गाइज होइन, मेरो चाहिँ अब साथी पनि जाँदैछ होइन। र साथी यहीँ हुनुहुन्छ होइन। साथीको साथीहरू पनि धेरैजना छन् होइन। सबैजना होइन मिस गरिरहनु भएको छ सबैलाई होइन। तर बस 1 महिनाको होलिडेमा जान लागिरहनु भएको छ, धेरै त होइन यस होइन, त्यही पनि मिस गरिन्छौँ हामी होइन। ओके गुरु भाइ यार, ओके ओके भाई ओके। अच्छे से जाइए यार, ओके जी, ओके। अवश्य फ्लाइट ओके। मिल्दै 1 महीने के बाद ओके। ओके, म पनि अब उहाँ साथीलाई अब छोडिदिन्छु। सबैजना अब उहाँ आफ्नै धुनमा बिजी हुनुहुन्छ होइन। रमाइलो छ जे होस् जिन्दगी। ओके होइन, लगाइज होइन। र अब म नि साथीलाई छोडेर जाँदैछु होइन। अब उहाँ फ्लाइटबाट चढेर जानुहुन्छ। ओके, भेट्दै गर्नुपर्छ। हेलो गाइज, सन्चै हुनुहुन्छ नि हजुरहरू है। अब साथीलाई पनि छोडेर आइसक्यो है। र अब म पनि रुम जाँदैछु। अब के नै भन्नु र है भिडियोमा है, त्यस्तो भन्नु त केही पनि छैन है। तर अब त्यही पनि केही शब्द राख्छु है म। अब साथी पनि जाँदैछ अब होलिडे मनाउन है। जे होस् अब आफ्नो परिवारलाई भेट्न गइरहेछ। र उसको चाहिँ है बिहे पनि भइसकेको छ है। अब बुढी पनि पर्खिरहेको त उसको है 2 वर्षदेखि है। जे होस् भेट्न पाइरहेछ। म पनि पर्खाइमा छु, त्यो दिन मेरो कहिले आउँछ र एक दिन मेरो पनि पुरा हुनेछ। र सबै ठिकै छ है। अब वैदेशिक जीवन यस्तै हुँदो रहेछ है। अब के गर्नु है, अब साथीहरूलाई भेटेर गर कुन बेला छुट्टिन्छ कसलाई थाहा छ र होइन। जे होस्, तर जिन्दगी एकदम रमाइलो छ है गाइज है। तपाईँहरू पनि होइन एक दिन होइन वैदेशिक जीवनयापन गर्नु कि होइन, लास्टै रमाइलो हुनेछ है। र खुसी पनि भइरहन्छ क्या। घरबाट बाहिर निस्किसकेपछि होइन अलग्गै आनन्द हुने रहेछ क्या। जस्तै कि अब त्यो बयानै गर्न सकिँदैन कि होइन। कुनै दिन अब जब म बसौँला 5-6 वर्ष 10 वर्ष 12 वर्ष, त्यसपछि त्यति बेला चाहिँ होइन वैदेशिक जीवनको बारेमा चाहिँ केही शब्दहरू त्यति बेला बयान गरौँला होइन। र मेरो यो पहिलो भिडियो हो नि त नि, त्यस कारणले म केही पनि धेरै भन्न चाहन्न। र तपाईँले देख्न सक्नुहुन्छ होला अहिले रात भइरहेछ होइन। र मेरो यो नाइट भ्यू हो होइन। भनौँ न अब काम सकाएर अब निस्केको, साथीलाई चट्ट भेटेँ, अब कुरोकानी गरेँ। त्यसपछि मनी रुमको लागि निस्केँ। अब ऊ पनि निस्क्यो होइन फ्लाइटको लागि। अरू त के भन्नु होइन, त्यो अब ऊ पनि निस्किसक्यो। जस म यति चाहन्छु कि होइन उसको यात्रा चाहिँ राम्रो होस् होइन। र
अरू केही भन्न चाहदिनँ होइन। म चाहिँ होइन आफ्नो भिडियोलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु र मेरो यो नाइट टाइम भएको कारणले चाहिँ म तपाईँहरूलाई गुड नाइट भन्न चाहन्छु र खासमा मेरो लागि गुड नाइट विवेक। भेटौँला कुनै दिन होइन, यसै गरी होइन रमाइलो गर्दै होइन जिन्दगीको दुःख पीडा खुसीको कुराहरू गर्दै कुनै दिन फेरि अर्को भिडियोमा कुरो गरौँला ल। यति भन्दै म होइन सबैलाई गुड नाइट भन्न चाहन्छु र बाई। आई विल सी यु गाइज।